भ्रमण गर्नुभएकोमा धन्यवाद। जङ्गल लगेर त जङ्गल एरियामा आयो या ज्याप्पला हान्छ या कुम्रोज दराई होमस्टे जङ्गलै जङ्गल छ यार। त हात्तीको हिँडा आउँछ अरे थिएँ मैले। ओके गाइस, कुम्रोजको केरा घारी ल हेर्नुहोस् यार। कुम्रोजको केरा घारी केरै केरा आँट यार। सट केरा घारी यो जङ्गलमा चाहिँ गैँडा आउँछ भन्ने सुनियो होइन। यो कुम्रोज सामुदायिक जङ्गल हो होइन। यतातिर रापती पर्छ होइन। यो केराघारीको बगान छ। यतातिर के बनाइरहेको छ होइन। हाम्रो मौसाजी हिँडिरहेको भएछ। ल यस्तो जङ्गल र चाहिँ कुम्रोज जङ्गल भन्छ यसलाई। कुम्रोज सामुदायिक वन क्षेत्र यस्तो छैन। यस्तो छैन। यो कुम्रोज क्षेत्र भन्छ यसलाई। यहाँ गाईहरू चरिरहेको रहेछ 2-4वटा होइन। यसरी हिँडिरहेको छु। अब के गर्नु, अब यस्तै जङ्गलमै हिँड्नुपर्छ। जङ्गल सफा होइन। यहाँ दिउँसै गैँडा आउँछ भन्ने सुनियो। तर यहाँ चाहिँ गाईहरू चरिरहेको छ अहिले चक्क लाएर। यो चाहिँ गाई पालन क्षेत्र जस्तो लागिरहेछ मलाई होइन। यस्तो घना जङ्गल छ यार। चक्क लाएर यस्तरी के अब देखियो भने त टक्क खिचिहाल्यो। तर यो हो कि यो चाहिँ गाई पालन क्षेत्र जस्तो लागिरहेछ मलाई। यो केराघारीको बारी केरा छ यार। केराहरू जस्तो चकचन बनाएर राखिरहँदो रहेछ होइन। गाईहरू छ यहाँ। यता काँस काटिरहेको जस्तो लागिरहेछ। काँस काटिरहेको छ ल। ओके, क्षेत्रभित्र छिर्छौँ के लेखिरहेको छ यहाँ होइन। यो रहेछ कि लेखेको थिएन कुम्रोज सामुदायिक तराई बोटे ताल भन्ने यो रहेछ ल। यो चाहिँ ताल जस्तो लागिरहेछ मलाई। त्यहीँ गएर देखाइन ल। यो जङ्गल हो। सारा ठाउँमा ल टक्क लागेको माछाको दृश्य। माछा बाघ अटो सवारी भइरहेछ ल। दुईटा यस्तो छ यार गाउँ यार। मध्यवर्ती यस्तो गाउँ आँट यार। ल हेर्नु अब घोग्लेलाको ठाउँ भन्छ यो होइन। दाउराको भारी लगेर ल। सबै लुगा सुखाला त गाइन।
मलाई थाहा थिएन यो टक्क लगाएर यो होमस्टेको बाटो होइन यस्तरी रहेछ ल छेकिहालेँ एकटा दुईटा तिनटा चार पाँच 6 7 8 9 10 11 12 13वटा सँगै हरियाली यार बस्नु के कुडी ठुलो यो भालेको चोट 3 किलो 2-3 किलो त हो भाइ न ल यसले पनि देखियो 3 किलोको आजा 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 आइजा आइजा यता भाले रातो भाले जंगल सफारी करके आए थे इसी फिर गैंडा आए यो तो गैंडा का चरण है भाई ये है तराई बोटे सामुदायिक वन कल बोटे को नाम चाहिँ कसै गरी आइल